ए धन्य धार्मिकताको निम्ति सताइनेहरू। आमेन। किनभने स्वर्गको राज्य तिनीहरूको हो। आज तपाईँ धर्मी हुनुहुन्छ र आज धार्मिकताको निम्ति जब सताइन्छ नि हामी त्यसमा आनन्दित हुन्छौँ। जब हामी परमेश्वरमा जिउँदै गर्दाखेरि चाहिँ हामीलाई के महसुस हुन्छ भने हामी परमेश्वरबाट हामी चाहिँ हाम्रो पापहरू क्षमा भइकन हामी सही बाटो हिँड्दै जाँदाखेरि परमेश्वरमा जब जिउन थाल्छौँ अनि हामीलाई जोसुकैले जे भने पनि हाम्रो हृदयमा डर भन्ने हुँदैन कि हामीलाई त्यो नराम्रो फिलै हुँदैन। परमेश्वर हुनुहुन्छ भने जब तपाईँ विश्वास गर्नुहुन्छ नि, जब तपाईँ परमेश्वरमा जिउन थाल्नुहुन्छ नि, त्यसपछि हामीलाई जोसुकैले जेसुकै भन्नुहोस् हामीलाई त्यो वास्तै हुँदैन। किनभने त्यो सहने शक्ति र त्यो शक्ति चाहिँ परमेश्वरबाट पाएका छौँ हामीले। आमेन। हामीलाई कुनै फरक पर्दैन हामीलाई जोसुकैले जे पनि भने पनि। तर जब हामी परमेश्वरमा मैले महसुस गरेको छु कि आज मानिसहरूले घृणा गरिहाल्यो भने पनि हामीलाई कुनै त्यो वास्तै हुन्न, त्यो चिन्ता फिक्री नै हुन्न। जब हाम्रो साथमा परमेश्वर हुनुहुन्छ नि त हामीलाई त्यो शक्ति अनि सामर्थ्य दिनुहुन्छ प्रभुले। हामी निराश आलस्यपन हामीलाई आउँदैन, प्रभुले हामीलाई त्यो शक्ति दिनुहुन्छ। आमेन। हालेलुया। धन्य हो तिनीहरू जब मानिसहरूले मेरो खातिर तिमीहरूको निन्दा गर्नेछन्, सताउनेछन्, झुट्टा बोलेर तिमीहरूको विरुद्धमा सब किसिमका खराब हुनेछन्। सत्यको पछि असत्य, पापको पछि अधर्म, यी सब छ कि जो धर्मी छ त्यो धर्मीको पछि अधर्म लागिरहेको हुन्छ। यसलाई चाहिँ कसरी पापमा फसाउँ र पापमा लैजाउँ भन्ने त्यो खोजिरहेको हुन्छ। यसै कारणले हामी परमेश्वरमा शक्तिशाली छौँ। आमेन। त्यो शक्ति चाहिँ परमेश्वरले जब हामीलाई त्यस्तो कुराहरू नराम्रो कुराहरू आउँछ तब त्यस्तो कुराहरू आउँछ भने हामी परमेश्वरको नजिक तब जब रहन्छौँ परमेश्वरले त्यसलाई दूर गर्नुहुन्छ। आमेन। परमेश्वर बाहेक अरू कोही पनि छैन त्यो पापबाट चाहिँ हामीलाई दूर राख्नुहुने र त्यो अशुद्ध आत्मादेखि दुष्ट आत्मादेखि हामीलाई अलग राख्ने परमेश्वर बाहेक कोही पनि छैन। हामी संसारमा पाउँछौँ होला 2-4 दिन छुटकारा हुन्छ तर फेरि हामीलाई सताउँछ, तर प्रभुले हामीलाई अनन्तसम्म राख्नुहुन्छ। आमेन। अनन्तसम्म हामीलाई परमेश्वरले छुटकारा दिनुहुन्छ। भनेछ तब रमाओ र अत्यन्त खुसी हो। हामी निराश हुने कि खुसी हुने त अब हामीलाई सतावट खेद्यो आउँछ होइन, कसैले कुरा काट्छ, नराम्रो सोच्छ, मानिसमा झट्टै रिस त उठ्छ है, तर पनि हामी रिसाउनुहुन्न। प्रभुले भन्नुभएको छ मनमा झट्टै नरिसाऊ, त्यो रिस तिमीहरूको काखैमा छ भन्नुभएको छ, तर हामी त्यो रिसाउनु हुँदैन। प्रभुले भन्नुभएको छ रमाओ र अत्यन्त खुसी हो। आज हामीलाई त्यस्तै कुराहरू